सबैमा नमस्ते नमस्ते। 2082को यो परालको थानको मुनको गर्ने काम चाहिँ हामी आज यसरी सबैजना मिलेर गरिरहेका छौँ। आजको विशेष आकर्षणमा हाम्रो पाँडे सोल्टी हुनुहुन्छ। पाँडे सोल्टीले पराल टकटकाउँदै हुनुहुन्छ यहाँनिर है। पराल राखेको छेउैमा यसरी यो बुङ्गो बिनाको केरा यसरी फलेको छ। यो खाने बेलामा चाहिँ पाँडे सोल्टी आउनुपर्छ है। यतापट्टि पनि फलेको छ चिनी चम्फा केरा एउटा यसरी। अनि यो पराललाई चाहिँ हामी यसरी धुलो टकटकाउँदै गुन्टा गुन्टा बाँधेर माथि राख्नुपर्छ। यो बिहानीको झुल्के घाम सँगसँगै आज हामी चिसो मौसममा यसरी पराल छानेर पराल राख्दै धुलो उडाएर पराल टकटकाउँदै यसरी यी भाइले पराल टकटकाउँदैछ यहाँनिर धुलो झारेर। यसरी धुलो झार्दै पाँडे सोल्टीले पनि धुलो झार्दै हुनुहुन्छ। यो धुलो झारेपछि चाहिँ पराल एकदम सुफत हुन्छ, गाईबस्तुले मजाले खान्छ। म पनि अब यतापट्टि मैले पनि परालको धुलो झारिराखेको छु, पराल छानिराखेको छु। विशेष गरी मेरो काम चाहिँ यो पराल झार्ने, यो धुलो झार्ने भन्दा पनि म माथि परालको कुन्युमाथि चढेर माझमाथि चढेर चाहिँ पराल राख्ने काम गर्दै थिएँ। यो चिया खाने सिलसिलामा तल ओर्लेको बेलामा यसो अलिकति गरौँ भनेर गरेको। यता अब भाइले पनि पराल टकटकाइराखेको छ। अब यो पराल चाहिँ टकटकाइसकेपछि चाहिँ गुन्टा बाँधेर माथि राख्ने हो। माथि म चाहिँ व्यवस्थापन गर्नेछु। यसलाई चाहिँ अब यसरी पराल टकटकाइसकेपछि यसरी टुइक्क कसेर गुन्टा बनाएर अनि माथि चढाउनुपर्छ यसलाई कुन्युमा। यसरी हाम्रो पाँडे सोल्टीले उठाउनु भयो जुरुक्कैसँगले 25-30 केजीको गुन्टालाई चाहिँ नि गाह्रो तरिकाले अनि यसरी लानुभयो माथि। अब म माथि छु। माथि चाहिँ यसरी फ्यालिदिनुहुन्छ उहाँले। मैले चाहिँ ट्याक्क यसरी गुन्टा मिलाएर माथि पराल छिरोलेर पानी नपस्ने तरिकाले पराल राख्दैछु। अब यसरी यतापट्टि आमाले पनि पराल छेउछेउमा झरेको मिलाएर राख्दै हुनुहुन्छ, तल तान्दिँदै हुनुहुन्छ। अहिले मैले माथि अब मिलाइराखेको छु। अनि त्यसपछि अब यता झरेको परालहरू चाहिँ यसरी आमाले पनि यता सोरसार पारिँदै हुनुहुन्छ। यता हजुरआमाले पनि मैले पराल राखेको अवलोकन गरिराख्नु भएको छ। मेरो हजुरआमालाई भिडियो खिच्दाखेरि अलिकति असहज लागे जस्तो छ। पाँडे सोल्टीले केही कुरा गर्दै हुनुहुन्छ। यो परालको मे भन्छ यसलाई चाहिँ। यो मे लामो भएछ। यसरी काटेर टुक्रा बनाएर झारिदिएँ मैले। अनि चुली बनाउन पानी नपसोस् भनेर यो टुइक्क माथि कस्नुपर्छ। यो कसेर राखेपछि चाहिँ यसरी झर्ने हो। अब 2082को पराल चाहिँ राखिसक्यो, थन्काइसक्यो माथि। अब झरेर ट्याक्कसँगले तल झरेर यो सालको काम चाहिँ सकियो। अब अर्को वर्ष फेरि भेटौँला।